हाई गाइज, आज चाहिँ हामी शङ्कर बेली गएको थियौँ। शनिबार भएकोले होला एकदमै भिड थियो। दुईजना बहिनीहरू अङ्कल आन्टी अनि म आएको थियौँ यहाँ। अङ्कलले चाहिँ हामीलाई फर्स्टमा ल्याइदिनु भयो, त्यसपछि अङ्कल चाहिँ आन्टीलाई लिन जानु भएको थियो। यहाँ चाहिँ अहिले पिङ्क कलरको एकदमै राम्रो फ्लावर्स फुलेको छ। तर के गर्नु, चारैतिर मान्छे नै मान्छे, फोटो खिच्नु एकदमै गाह्रो। मेरो बहिनी र म चाहिँ कति धेरै पर्ख्यौँ अलि त्यहाँ पुलमा मान्छेहरू खाली होला र फोटो खिचौँ भनेर, तर झन भिड भइरहेको थियो। अनि लास्टमा त्यही भिडभाडमा भए पनि फोटो खिचौँ एक दुईवटा भए पनि भनेर हामीले चाहिँ खिच्यौँ। त्यसपछि हामीले अङ्कल र आन्टीलाई पर्खिरहेको थियौँ। सानीलाई चाहिँ अलि छ्याउ लागेको थियो। त्यसपछि हामीले चाहिँ उसलाई खुसी बनाउनको लागि आइसक्रिम खान गयौँ र दिदी बहिनी मिलेर आइसक्रिम पनि खायौँ। आइसक्रिम खानु पाउँदाको खुसी नै छुट्टै छ। फेरि यता सानीको ठिक्क अङ्कल र आन्टी पनि आइपुग्नु भयो। अनि हामीले चाहिँ फेरि निनी बहिनीहरू अनि भाइलाई पर्खिरहेको थियौँ। निनीहरू पनि ठिक्क एकछिनमा आइपुग्नु भयो। अनि यता दुईजना दिदी बहिनी भेट भएर फेरि उनीहरूलाई चाहिँ गाडी नखेलिकन भएन। सानीले उसको दिदी खेल्नको लागि भेट्टाइहाल्यो, एकदमै खुसी भइरहेको थियो। त्यसपछि आलचा हाम्रो निनीको काकीले चाहिँ आज यहाँनिर चपहरू बनाएर बेच्नु भइरहेको रहेछ, किनभने मेला पनि लागिरहेको थियो। आलु चप, प्याजी, जेरी र लिची किन्यौँ र हामी चाहिँ लाग्यो। त्यसपछि हामी चाहिँ सबैजना भेला भयौँ र एक ठाउँ बस्यौँ। के किनेको थियौँ अनि खायौँ खानेकुराहरू, अनि सबैजना भएर खान सुरु गर्यौँ। मैले पनि फर्स्टमा यो आल्चा खाएँ। अङ्कल, भाइ, बहिनीहरू अनि आन्टी खाँदै थियौँ। मलाई चाहिँ यो आलु चप अघिदेखि कतिखेर खाउँ जस्तो लागिरहेको थियो। एकदमै मिठो लाग्यो मलाई चाहिँ यो आलु चप र प्याजी नै। यो प्याजी र आलु चप चाहिँ हाम्रो निनीको काकीले बनाउनु भएको, एकदमै मिठो बनाउनु हुँदो रहेछ। निनी चाहिँ यता बहिनीलाई खुवाउन व्यस्त हुनुहुन्थ्यो। फेरि यता हाम्रो सानो भाइ चाहिँ एकदम मिठो गरी लिची खाइरहेको थियो। बच्चाहरूलाई कति मनपर्ने है लिची। अनि यहाँ छ अर्को बुनु। त्यसपछि हामी चाहिँ पुग्यौँ रासाताल। आजको वेदर एकदमै गर्मी थियो। त्यसपछि हामीलाई चाहिँ निनीले चटपटे किनिदिनु भयो। यहाँ दिदीको पसलमा चटपटे आलु निम्की नखाइ त जानै मन लाग्दैन घर। फेरि हामीले चाहिँ आलु निम्की पनि खायौँ। त्यसपछि हामीले चाहिँ लास्टमा पानीपुरी खायौँ अनि एकछिन रासाताल पनि घुम्यौँ। घुमिसकेर निनीको घर गयौँ। निनीले चाहिँ धनियाँ रोप्नको लागि उखाल दिँदै हुनुहुन्थ्यो अनि हामीले चाहिँ धनियाँ लिएर घरतिर लाग्यौँ।